एउटा पुरानो गाउँ, हरियो डाँडा र खोला बीचमा बसेको शान्त बस्ती। त्यो गाउँको छेउमा ढुङ्गा र काठले बनेको सानो तर न्यानो घर थियो। त्यही घरमा बुढा बाजे र उनको विश्वासिलो कुकुर बस्थे। घरमा भेडा बाख्रा टन्नै थिए। ती सबैको हेरचाह गर्ने जिम्मा बोलाकै थियो। बिहानको दृश्य, सूर्य डाँडामाथि देखिनासाथ भोला अगाडि अगाडि र भेडा बाख्रा पछाडि पछाडि जङ्गलतिर जान्थे। हरि बाजे लट्ठी टेक्दै ढोकामा उभिएर हेर्थे र भोलालाई सम्झाउँथे, सावधान है भोला। जङ्गलमा ब्वासा देखिएको रे, भोला बुग्दै जस्तो जवाफ दिन्थ्यो बौ। चिन्ता नगर्नुहोस्, म छु नि। जङ्गलको चुनौती। एक दिन साँझपख आकाश बादलले ढाकियो। हावा चल्न थाल्यो। त्यही बेला झाडीभित्र केही खसखस आवाज आयो। भेडा बाख्रा डरले एकै ठाउँमा जम्मा भए। भोला तुरुन्त अगाडि बढ्यो। आँखा टल्काउँदै, दाँत देखाउँदै ऊ ठूलो स्वरमा बुक्न थाल्यो। झाडीभित्रबाट ब्वाँसो निस्किन खोज्दै थियो, तर भोलाको साहस देखेर पछि हट्यो। त्यसपछि भोलाले बाख्राहरूलाई घर फर्काएर ल्यायो। ऊ अघि अघि बाख्राहरू पछि पछि आए। अनि बाख्राहरू सकुशल देखेर हरिबहादुरले भोलालाई समाएर सुमसुम्याउँदै चुम्बन गर्न थाल्यो र ऊ पनि खुसी भयो।